फेस र ब्याक साइडमा फ्याट जम्मा भइराखेको छ, यसको मतलब कोर्टिसोल लेभल हाई छ। बेलीमा फ्याट जम्मा भइरहन्छ, यसको मतलब इन्सुलिन लेभल हाई छ। हिप्स र थाइमा फ्याट जम्मा भइराखेको छ, यसको मतलब हो इस्ट्रोजन लेभल हाई छ। लोअर बेलीमा फ्याट जम्मा भइराखेको छ, यसको मतलब हो टेस्टोस्टेरोन लेभल हाई छ। फाक्रामा फ्याट जम्मा भइरहन्छ, यसको मतलब हो थाइरोइड लेभल हाई छ। तपाईको खुट्टामा सोलिन देखा परिरहेको छ, यसको मतलब हो एल्डोस्टेरोन लेभल हाई छ। त्यसैले गर्दा आफ्नो वेट लसमा मात्र फोकस नगर्नुहोला, फोकस गर्नुहोस् आफ्नो हर्मोनल ब्यालेन्समा। जब हर्मोन ब्यालेन्स हुन्छ, वेट त आफैमा घटिहाल्छ नि। मैले धेरैजना मानिसहरूलाई नेचुरल सिस्टमबाट हर्मोन ब्यालेन्स गर्न सिकाइरहेकी छु। उहाँहरूको एडल एक्निक ठिक भइराखेको छ, पिरियड्स रेगुलर भइराखेको छ, थाइरोइड पनि नर्मल भइराखेको छ, डायबिटिज पनि कन्ट्रोल भइराखेको छ र वेट पनि लस भइराखेको छ। यदि तपाईहरू पनि नेचुरल रूपबाट आफ्नो हर्मोनलाई ब्यालेन्सिङ गर्न चाहनुहुन्छ भने मलाई मेसेज गर्न चाहिँ नबिर्सिनुहोला है त।